ललितपुरे आयुर्वेद पद्धति पाखे बिरामिया उपचार जितकान च्याचुङदु जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर ब्यावैचुङको उपचार सेवाईबारे जानकारी बित बुधबार तालसीखेले यागु अन्तर्क्रिया च्याचोले केन्द्र या प्रमुख डाक्टर श्री श्रेष्ठ थथे जानकारी ब्यादिएको ख हाम्रो शरीर चाहिँ सातवटा प्रकृति जस्तै सातवटा प्रकृति हुन्छ कोही कुन प्रकृति हुन्छ कोही कुन प्रकृति त्यसमा चाहिँ वात पित्त कफ वात पित्त कफ भनेर मिक्स दुईटाको मिक्स र तीनटाको मिक्स भनेपछि अब जस्तै वात प्रकृति भनेको चाहिँ कस्तो भने वात भनेको तपाईँ हावा सम्झिनु हावा कस्तो हुन्छ चञ्चल टाइप बनाएर हुन्छ नि गतिशील हुन्छ नि भनेपछि वात प्रकृतिको व्यक्ति कस्तो हुन्छ भने एकदम चञ्चल खालको क्या एक ठाउँमा बसिरहनु नसक्ने बोलिरहनु पर्ने होइन जे पनि छिटो गर्नुपर्ने खालको होइन अनि अब उसलाई चाहिँ शरीर अलिक ड्राई हुने शरीरहरू ड्राई हुने कन्स्टिपेसनहरू हुने होइन यस्तो कुराहरू चाहिँ वात प्रकृति अलिक छिटो सम्झिने छिटो बिर्सिने क्या के कुरा पढ्यो के कुरा हो भने छिटो सम्झि पनि हाल्छ छिटो बिर्सि पनि हाल्छ त्यो पनि पटापट होइन एकदमै चञ्चल टाइपको जस्तो चाहिँ वात प्रकृति भयो होइन वेकल स्वास्थ्य केन्द्र नि स्वता जिया वासन निशुल्क ब्याचुङका जानकारी ब्यादिएको ख चाहिँ विकृति भएर हाम्रो ग्यास्ट्रिक हुन्छ भनेपछि तपाईँले चिलो पिरो अमिलो खालको होइन त्यस्तो खालको खानेकुराहरू चाहिँ खानु भएन त्यसले चाहिँ बढाउँछ एउटा चाहिँ जुन थाहा भएको कुराहरू प्रायः भन्ने नै त्यो चिलो पिरो अमिलो कम खानु भन्छ होइन अर्को भनेको हामीले गल्ती गर्ने भनेको चाहिँ अलि हेल्थी खाने खाली पेट लामो समय बस्ने त्यो पनि एउटा कारण हुनसक्छ होइन खाली पेट चाहिँ लामो बिहान उठ्यो चाहिँ 10-11 बजे एकैचोटि खाने अथवा बिहान खायो एकैचोटि राति खाने होइन त्यो धेरै लामो समय ग्याप पनि गर्नु भएन र एकैचोटि पेटभरि टन्न नखाने अनि विशेष गरी मैदाबाट बनेको कुराहरू आजकल यो फास्ट फुडहरू होइन जति पनि प्याकेटको फुडहरू भयो होइन खानेकुराहरू मैदाबाट बनेको कुराहरू यिनीहरू चाहिँ कम गर्नुपर्ने नै हुन्छ मेनली हरियो सागसब्जीहरू तरकारीहरूमा फ्रेस फुडहरू भुटेको तारेको तेल पनि फेरि कस्तो युज गर्छौँ भने हामी पटक एकचोटि भुट्यो फेरि गर्छौँ होइन त्यसले गर्दाखेरि पनि समस्या आउँछ होइन त्यही भएर यस्तो कुरामा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ पानीहरू जो कुराहरू प्रोसेसमा खाने तरकारीहरू होइन त्यो पनि धेरै भुटेको खालको नखाने होइन सामान्य हल्का तेल रसिलो यस्तो कुराहरू खानेमा चाहिँ ध्यान दिनुपर्ने अघि मैले भने नि भुटेर जुन डिप फ्राईहरू गर्छौँ त्यो चाहिँ पटक युज गर्छौँ ट्रान्सफ्याटहरू भन्छ होइन प्याकेटको खानेकुराहरू फास्ट फुडहरू जुन त्यस्तो कुराहरू चाहिँ कम गर्नु पऱ्यो कि त्यसलाई चाहिँ पटक चाहिँ युज गर्नु चाहिँ भएन है र जस्तै अब लसुनले पनि तपाईँले राम्रो गर्छ लसुनको चाहिँ 1 लिटर चाहिँ लसुनको 1 लिटर दाना तपाईँले खानुभयो भने त्यसले पनि तपाईँको कोलेस्ट्रोलहरू घटाउन मद्दत गर्छ होइन अरू एक्सर्साइज त भइहाल्यो नियमित एक्सर्साइज भइहाल्यो मेन चाहिँ चिलो कुराहरू विशेष गरी अझ एनिमल फ्याटहरू यस्तो चाहिँ तपाईँले कम गर्नु पर्यो ललितपुरिया खुगुली पालिका आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध ज्यावै चौधोसा ललितपुर महानगरपालिका महालक्ष्मी स्थानीय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन ज्याचुङदु अथे गोदावरिया बच्र बारै व बिसङ्खु नारायण आयुर्वेद औषधालय सञ्चालन ज्याचुङदु महालक्ष्मी नगरपालिका लामाटार महाङ्कालिया गोटीखेल बागमतिया छपेली कोमजुङ सुङिया चौघरेना नागरिक आरोग्य सेवा केन्द्र तया तगुदु